साथीसँग एक प्याकेट 2X रामेन लिएर आएको अन्डा पनि थियो अन्त यहाँ पिरो हुन्छ भनेर वाटरमेलन अथवा खरबुजा साथी त 3 चम्ची खायो यस्तो गर्दै जस्तो लाग्यो पिरोले आज चाहिँ किन मलाई त्यस्तो पिरो लाग्यो हुन्थ्यो अघिल्लो कि तर आज छक्कै परिहाल्यो मौसम पनि पानी परेकै बर्खाको टाइम कस्तो भयो अरे लाइफमा खाएको छैन आज यतिको पिरो चाहिँ उड्दै बस्दै यो खाउ न खरबुजा हो हौला यही त औँसी पुर्ने है अस्ति पनि सन्जितसँग खाएको पेला मजा आएको थियो त्यति बेला चाहिँ निस्पट गरम महिना अहिले भन्नुपर्दा तपाईँको जोरथाङको भ्यू यस्तो छ है डाँडागाउँदेखि हो वेदर डिमान्ड भएको थियो नि त टाइमको लागि मजाले खबेन हुन्छ त्यति